नमस्कार सबैमा हजुरहरूलाई लर्न कार ड्राइभिङमा स्वागत छ र आज हामीसँग फेरि पनि पुष्टम भाइ आइसक्नु भएको छ र हिजो हामीले जे कुराको सैद्धान्तिक रूपमा गरेका थियौँ आज त्यसलाई प्र्याक्टिकल रूपमा पनि त्यसलाई चाहिँ व्यवहारमा लिएर आउनेछौँ र हिजो भएका कुराहरूमा के कति कुराहरू चाहिने बुझ्ने नबुझ्ने के को छन् भन्ने कुरा पनि पुष्टम भाइबाट हामी जान्नेछौँ र हिजोको कुराहरूमा के कुरा भाइलाई थाहा छ या छैन या सम्झिनु भएको छ या छैन त्यो अनुसारले मलाई केही कुरा विस्तृत गर्नु होला। हजुर हस् धन्यवाद। हिजो हामीले सर्वप्रथममा पस्नुभन्दा अगाडि गाडीको चारैतिरको चारवटा व्हील चेक गर्ने अनि तल गाडीको मुनि कुनै जनावर छ कि छैन भनी यकिन गर्ने, बम्पर उठाई बम्परमा मोबिलको क्वालिटी क्वान्टिटी चेक गर्ने, कुलिङ वाटर भए नभएको चेक गर्ने, वाइफरको पानी छ कि छैन चेक गर्ने, त्यसपछि बम्पर बन्द गरी गाडी सिटमा आउने। गाडी सिटमा आएपछि पेडल अनुसारको ड्राइभिङ सिट एडजस्ट गर्नु पर्दछ। त्यसपछि सिट बेल्ट बाँधी गर्नको लागि रेडी हुनु पर्दछ। थ्याङ्क यू भाइ, तिमीले त धेरै कुराहरू चाहिँ सम्झेको रहेछौ। यसै कुरालाई हामी आधार मानेर आज हामी गाडीलाई कसरी अगाडि बढाउने र यसको लागि के कुराको आवश्यकता छ भन्ने कुरालाई नै हामी मध्यनजर गरी अगाडि बढ्नेछौँ। र आज हामीले मेन कुरा फोकस गर्नु पर्ने कुरा के भने गाडी कसरी अगाडि बढाउने र यसको लागि के रुलहरू हामीले फलो गर्नुपर्छ भन्ने कुरा नै हो। गाडीभित्र बसिसकेपछि र सिट बेल्ट बाँधेर आफ्नो पेडल अनुसारले सिट एडजस्ट भइसकेपछि त्यसपछि हाम्रो पहिलो दिनको कोर्स हुनेछ कि गाडीलाई कसरी भाइब्रेसन मोडमा उठाउने र भाइब्रेसन कतिखेर आउँछ र भाइब्रेसन आएपछि यसलाई गाडीलाई के कुराको आवश्यकता पर्छ भन्ने कुरा नै हो। यो कुरा नै म आज प्र्याक्टिकल रूपमा म तिमीलाई सम्झाउँछु। यसै कुरालाई तिमीले फलो गरेर अगाडि बढ्ने। आजको हाम्रो दोस्रो दिनको टपिक अनुसारले गाडीलाई कसरी भाइब्रेसन मोडमा उठाउने या त बाइटिङ पोइन्ट कसरी पत्ता लगाउने, त्यसपछि मिरर कसरी एडजस्ट गर्ने र ह्यान्ड ब्रेक कसरी रिलिज गरेर एक गियरमा हालेर कसरी गाडी उठाउने नै पर्दछ। सबभन्दा पहिले हामीले ड्राइभिङ सिटमा बसिसकेपछि दुई साइडको लेफ्ट राइटको मिररलाई चेक गर्नुपर्छ। त्यसमा चेक गर्दाखेरि 20% भाग हाम्रो गाडीको पर्दछ भने 80% भाग हाम्रो रोडको साइडमा। दुवै मिररको पोजिसन एकै 20% गाडीमा र 80% रोड साइडमा भएपछि आफूभन्दा माथिको ऐनालाई रोड साइडको बिचमा हुने गरी एडजस्ट गर्नुपर्छ, पहिलो कुरो यो। त्यसपछि रह्यो हाम्रो बाइटिङ पोइन्ट कसरी पत्ता लगाउने र ह्यान्ड ब्रेकको यसमा मेन भूमिका हुन्छ। ह्यान्ड ब्रेक रिलिज गर्दाखेरि ब्रेकलाई तान्नु पर्दाखेरि लिभरमा तानेर सिधा माथि तान्नु पर्दछ भने ब्रेकलाई छोड्दाखेरि माथि यसमा बटन थिची हल्का ब्रेकलाई माथि लिएर तल हातले राम्रोसँग छोड्नु पर्दछ। मिररको एडजस्ट गर्दाखेरि 20% गाडीको भाग र चाहिने 80% रोडको साइडमा। ड्राइभिङ सिटमा आइसकेको छु र ड्राइभिङ सिटमा आइसकेपछि सबैभन्दा पहिला पेडल अनुसारले आफ्नो सिटलाई चाहिँ एडजस्ट गरिन्छ। त्यसपछि सिट बेल्ट बाँधेर आफूले तयार गरिन्छ। त्यसपछि आफ्नो खुट्टाभन्दा मुनि तीनटा पेडल एक्सिलेट, ब्रेक र क्लच, यो तीन कुरालाई ध्यान दिनुपर्छ। गाडी सुरु गर्नुभन्दा पहिले या स्टार्ट गर्नुभन्दा पहिले पुरा क्लच भित्रसम्म थिचेर ब्रेकमा खुट्टा राखिकन त्यसपछि गाडीको इग्निसनलाई चाहिँ अन गर्नु पर्दछ। एक राउन्डमा यसको लक जान्छ भने दोस्रो राउन्डमा गाडीमा यसमा लाइटहरू आउन सुरु गर्छ र तेस्रो चोटिमा 2 सेकेन्ड ट्विस्ट गर्दा गाडीको स्टार्ट हुन्छ। ड्राइभिङ सिटमा आइसकेको छु र ड्राइभिङ सिटमा बसिसकेपछि सबभन्दा पहिले हाम्रो पेडल अनुसारले हाम्रो सिट एडजस्ट भए नभएको हामीले आफूले चेक गर्नुपर्दछ। जब सिट एडजस्ट भइसकेपछि हाम्रो साइडमा भएको हाम्रो सिट बेल्टलाई राम्रोसँग बाँध्नु पर्दछ। सिट बेल्ट बाँधिसकेपछि गाडी स्टार्ट गर्नुभन्दा पहिले हामीले क्लच र ब्रेकमा खुट्टा राखिकन गाडी न्युट्रल भएमा भए नभएको चेक गर्नु पर्दछ र त्यसपछि ह्यान्ड ब्रेक तानेको छ कि छैन यसलाई पनि चेक गर्नु पर्दछ। यी दुईटा चेक गरेपछि हाम्रो इग्निसन कि हाम्रो स्टार्ट पोइन्टमा हालेर एकचोटि हामीले ट्विस्ट गर्दाखेरि गाडीको लक खुल्दछ। त्यसपछि दोस्रो चोटि अन ड्यासबोर्डमा लाइट आउनु भनेको नै गाडी इलेक्ट्रिक रूपमा तयार भएको छ, प्र्याक्टिकल रूपमा गाडी स्टार्ट भएको छैन। अब यसलाई स्टार्ट गर्नको लागि हाम्रो क्लच पुरा दबेको हुनु पर्यो र फुट ब्रेक पनि लागेको हुनु पर्यो। हाम्रो
गियर शिफ्ट न्युट्रलमा हुनुपर्छ र ह्यान्ड ब्रेक पनि तानेको हुनु पर्यो। त्यसपछि गाडीको इग्निसन कीलाई 2 सेकेन्ड जति ट्विस्ट गरेपछि गाडी स्टार्ट हुन्छ। स्टार्ट भइसकेपछि एक गियरमा जानुभन्दा पहिले गाडी न्युट्रलमा राम्रोसँग भए नभएको चेक गरिन्छ। गाडीमा न्युट्रल भए नभएको चेक गर्दाखेरि गाडीको लिभर अगाडि पछाडि फ्रीली घुम्नु पर्ने हुन्छ। जब घुमिसकेपछि त्यसपछि एक गियर हाल्नको लागि आफ्नो हातले लेफ्ट ह्यान्ड साइडमा पुरा 90 डिग्री माथि सिधा लगेर त्यसपछि एक गियर हाल्न माथितिर लगिन्छ र त्यसपछि ह्यान्ड ब्रेकलाई रिलिज गर्नु पर्दाखेरि यसलाई भएको बटनलाई भित्र प्रेस गरी हल्का माथि ल्याई हल्का प्रेस गरी यसलाई सिधा लिभर तल लग्दा पहिले हाम्रो क्लचलाई बिस्तार छोड्नु पर्छ। यसरी छोड्दाखेरि हाम्रो गाडी भाइब्रेसन मोडमा गाडीलाई उठाउनु पर्दाखेरि हाम्रो क्लच पेडलबाट खुट्टालाई कम से कम 5-6 सेकेन्ड टाइम दिइकन बिस्तार छोड्नु पर्दछ। यसरी छोड्दा गाडीको भाइब्रेसन यानि कि बाइटिङ पोइन्ट एउटा आउँछ। त्यसैमा होल्ड गरी ब्रेकलाई बिस्तार रिलिज गरेर गाडीलाई बिस्तार उठाइन्छ। यतिखेर हामीले कुनै एक्सिलेटरको युज गरिदैन। ल हामी यसको क्लच छोड्नेवाला छौँ। यसको लागि छोड्नलाई बिस्तार 5-6 सेकेन्ड टाइम दिइन्छ। यो गाडी बाइटिङ पोइन्ट भाइब्रेसनमा छ। मैले ब्रेक बिस्तार छोडेँ र अब गाडी बिस्तार हामी यसलाई छोड्नेछौँ। हामीले यतिखेर हामीले कुनै एक्सिलेटरको युज गरिने छैन। सिर्फ गाडीलाई भाइब्रेसन मोडमा नै यसलाई चलाउने कोसिस गर्नुपर्दछ र गाडी फाइनली चल्न सुरु गरिसकेको छ। जब गाडी चलिरहेको छ र यसलाई ब्रेक युज गर्नु पर्दाखेरि क्लचलाई पुरा दबाएर ब्रेक थिच्नु पर्दछ। अगाडि बढाउनु भन्दा पहिले ध्यान दिनुपर्ने कुराहरू हाम्रो लेफ्ट र राइटमा भएको मिररलाई चेक गर्नु पर्दछ र बिचमा भएको मिररबाट पछाडि हाम्रो के चिज आउँदैछन् या आउनेवाला छन् र केही चिज साइडमा भए नभएको कुरा पनि यकिन गर्नु पर्दछ। त्यसपछि गाडीलाई बिस्तार उठाएर ड्राइभ गरिन्छ र ब्रेक समाउँदा पुरै क्लच दबाइन्छ। त्यसपछि बिस्तार ब्रेकलाई थिच्नु पर्दछ। गाडी जब रोकिसकेपछि र गाडीलाई पार्किङ गर्नु भन्दा पहिले हाम्रो साइडमा रहेको लेफ्ट ह्यान्ड साइडमा रहेको ह्यान्ड ब्रेकलाई खिच्नु पर्दछ। यसलाई तान्नु पर्दा बटन प्रेस नगरिकन सिधा माथितिर तान्नु पर्दछ। यसो गर्दाखेरि यो हाम्रो ब्रेक पछाडिको व्हीलमा लाग्ने गर्दछ र गाडी रोकिन्छ। हामीले यो ह्यान्ड ब्रेकको प्रयोग हाम्रो ट्राफिकमा बस्दा र पार्किङको लागि मात्र युज गरिन्छ। ल पुरुषोत्तम भाइ, अहिले मैले जुन कुराहरू चाहिने सैद्धान्तिक रूपमा बताएँ और प्र्याक्टिकल रूपमा पनि गरेँ, केही कुरा यसबाट केही बुझ्नुभयो या केही बुझ्नु भएन? हजुर, मैले केही कुराहरू मोटामोटी रूपमा बुझेँ। अब त्यही कुराहरू चाहिँ अब प्र्याक्टिकल गरिसकेपछि अझै धेरै कुराहरू बुझ्ने मौका पाउनेछु। ठिक छ भाइ, यो कुरालाई नै यसरी नै बुझ्ने हो। र गाडी पहिला स्टार्ट गर्नुभन्दा पहिले हाम्रो गाडीको 3 स्वरूप हुन्छ। पहिलो स्वरूपमा हाम्रो इग्निसन अन गर्दाखेरि गाडीको स्टियरिङ व्हील यानि कि लक भएको अनलक हुन्छ। दोस्रो चोटि ट्विस्ट गर्दाखेरि त्यसपछि ड्यासबोर्डमा लाइट आउँछ। त्यसपछि यतिखेर भनेको चाहिँ हाम्रो इलेक्ट्रिकल रूपमा गाडी तयार छ, तर प्र्याक्टिकल रूपमा गुड्नको लागि तयार छैन। त्यसपछि हामीले एक और माथि घुमाएपछि करिब 2 सेकेन्डदेखि 3 सेकेन्डमा गाडी स्टार्ट हुनेछ। त्यसपछि गाडी प्र्याक्टिकल रूपमा चल्नको लागि तयार हुन्छ। र गाडी स्टार्ट गर्नुभन्दा पहिले हामीले जान्नुपर्ने हाम्रो न्युट्रलमा भए नभएको चेक गर्ने र हाम्रो ब्रेक ह्यान्ड ब्रेक खिचेको छ कि छैन त्यो पनि हेर्नु पर्यो र हाम्रो खुट्टाको पोजिसन क्लच पुरा दबेको हुनु पर्यो र ब्रेक पनि हाम्रो पुरै दबेको हुनु पर्दछ। अहिले एकचोटि व्हीललाई हेर्नुहोस् त, के व्हील चलेको छ? लक भएको होला। एकचोटि चाबी त्यसको भित्र हालेर एकचोटि माथि लिएर आउनुहोस् त। लक अन भयो। त्यसपछि अर्को एकचोटि ट्विस्ट गरेर माथिल्लोपट्टि लैजानुहोस्। ड्यासबोर्डमा लाइट आयो। अब यति नै खेर हामीले जान्नु पर्ने छ कि गाडी स्टार्ट गर्नुभन्दा पहिले क्लचलाई खुट्टाले पुरा थिच्नु पर्दछ भित्र र चाहिँ ब्रेकलाई पनि राम्रोसँग दबाउनु पर्छ र हातले गियर हाम्रो न्युट्रलमा भए नभएको चेक गरिन्छ र ह्यान्ड ब्रेक छ छैन लागेको त्यो पनि चेक गरिन्छ। त्यसपछि हामीले 2 सेकेन्डको लागि चाबी ट्विस्ट गरेर स्टार्ट गरिन्छ र फाइनल्ली हाम्रो गाडी स्टार्ट भइसकेको छ। अब यसै कुरालाई जुन हामीले सैद्धान्तिक रूपमा गरेका छौँ यसै कुरालाई हामीले प्र्याक्टिकल रूपमा गरिन्छ र यतिखेर हाम्रो खुट्टा र चाहिँ ब्रेक हाम्रो पेडल अनुसारले दबेका छन् भने र गर्नको लागि हातले पुरै हाम्रो चाहिँ 90 डिग्री हाम्रो लेफ्ट ह्यान्डमा साइडमा लिएर आउनु पर्ने हुन्छ
त्यसपछि ठिक माथि लैजानु पर्ने हुन्छ। यो भयो एक गियर। त्यसपछि गाडी सुरु गर्नुभन्दा पहिला ह्यान्ड ब्रेकलाई रिलिज गर्नुपर्छ। त्यसको लागि बटन प्रेस गरी हल्का माथिलाई बिस्तारो भैमा छोड्नुपर्छ र त्यसपछि हाम्रो गाडीलाई भाइब्रेसन मोडमा लिएर आउनु पर्ने हुन्छ र गाडीलाई बिस्तारो भाइब्रेसन मोडमा ल्याइकन गाडीलाई छोड्नु पर्दछ। देख्नुभयो तपाईको मिस्टेक भयो, किनकि तपाईले एकैचोटि क्लचलाई छोड्नु भयो। गाडीको क्लचलाई एकैचोटि नछोडिकन कमसेकम 4-5 सेकेन्ड लगाई बिस्तारो छोड्नु पर्दछ। फेरि एकचोटि चाबी ट्विस्ट गरी स्टार्ट गर्नुहोस् र गाडीलाई बिस्तारो भाइब्रेसन मोडमा ल्याएर यसलाई चाहिँ नि अगाडि बढाउनु पर्छ। यसलाई प्र्याक्टिस गर्नुहोस् त। यस बेला तपाईले ब्रेक खुट्टाबाट रिलिज गर्नु भएन, त्यसैले गाडी अगाडि बढ्न सकेन। अब यसको लागि तपाईले फेरि गाडी एकचोटि क्लच र ब्रेकलाई दुवैलाई दबाएर स्टार्ट गर्नु पर्दछ र गाडीलाई बिस्तारो भाइब्रेसन मोडमा ल्याएर ब्रेक पनि छोड्दै जानुस् र बिस्तारो गाडीलाई गुड्न दिनुस्। ल बिस्तारो गाडीलाई अगाडि बढाउनुस् त। तपाईको गाडी भाइब्रेसन मोडमा त आयो, तर यसमा चाहिँ नि तपाईले भाइब्रेसन बाइटिङ पोइन्टमा तपाईले होल्ड गर्न सक्नु भएन, त्यसैले गाडी स्टप भयो। यसको लागि तपाईले पहिला एकचोटि गाडी फेरि स्टार्ट गर्नुहोस् त। गाडी स्टार्ट गर्नुभन्दा पहिले तपाईले गियर शिफ्टलाई तल ल्याई गाडी न्युट्रलमा भयो नभएको एकचोटि चेक गर्नु पर्दछ र चेक गरिसकेपछि फेरि एकचोटि फेरि स्टार्ट गर्नुहोस् ट्विस्ट गरेर र गाडीलाई एक गियरमा लानलाई पुरै 90 डिग्री लेफ्ट ह्यान्ड र माथि लैजानुस् र चाहिने भाइब्रेसन मोडमा ल्याउनुस् र बाइटिङ पोइन्ट पत्ता लगाउने कोसिस गर्नु। जतिखेर गाडी थर हल्लिने गर्दछ। ठिक छ, बाइटिङ पोइन्ट भयो र तपाईले हल्का ब्रेकलाई रिलिज गरेर क्लचलाई बिस्तारो छोड्नु पर्दछ र गाडी गुड्न सुरु गरिसकेको छ। अब हामीले यसको लागि ह्यान्डमा भएको कसरी यसलाई गाडीलाई ह्यान्डल गर्ने भन्ने कुरा हाम्रो स्टियरिङमा पर्दछ र स्टियरिङ समाउँदाखेरि 3 र 9 को पोजिसनमा हुनु पर्दछ। यसो गर्दाखेरि गाडीलाई सही दिशामा लैजान सुरुमा सजिलो हुन्छ। अरे सिकाए अनुसारले नै यसलाई गर्नुस्। पहिले गाडी स्टार्ट भइसकेपछि क्लच पुरै थिचेर पहिलो गियर हाल्नुस्। यसको लागि 90 डिग्री ल्याएर माथितिर लैजानुस् र ह्यान्ड ब्रेकलाई रिलिज गर्नुस्। ह्यान्ड ब्रेक छोडिसकेपछि देब्रे खुट्टाले क्लचलाई बिस्तारो छोडी भाइब्रेसन मोडमा लिएर आउनुस् र बाइटिङ पोइन्ट पत्ता लगाउने कोसिस गर्नुस्। गाडीको बाइटिङ पोइन्ट आयो र ब्रेक हल्का रिलिज गरेर गाडी अगाडि बढाउनुस् र गाडी यो चाहिँ नि तपाईको डरको कारणले गाडी बन्द भएको। गाडी अगाडि बढिसकेपछि ब्रेक थिच्ने यस्तो काम गर्नु हुँदैन, नत्र गाडी बन्द हुन्छ र गाडी रोक्नु पर्दा पहिला पुरा क्लच थिचेर ब्रेक थिच्नु पर्छ, नत्र गाडी बन्द हुन्छ। र यसको लागि जति तपाईले स्मुथली ब्रेक थिच्नुहुन्छ उसरी नै गाडी स्मुथली रोकिने गर्दछ। सबैभन्दा पहिले गाडी रोक्नुभन्दा पहिले 1 गियर र 2 गियरमा हुँदाखेरि गाडीलाई पुरै क्लच थिचेर ब्रेक थिच्नु पर्दछ। यदि गाडीको स्पिड 40 भन्दा माथि छ भने पहिले ब्रेक थिचेर गाडीको स्पिडलाई 15 देखि 20 को ल्याएर त्यसपछि अन्तिममा क्लच पुरै थिचेर ब्रेक थिच्नु पर्दछ र यही कुरालाई म तपाईलाई सैद्धान्तिक रूपमा पनि सिकाउने छु। फाइनली म ड्राइभर सिटमा फेरि आइसकेको छु। ड्राइभिङ सिटमा आइसकेपछि सबैभन्दा पहिले बिर्सनु नहुनु पर्ने कुरा भनेको सिट बेल्ट बाँध्नु पर्यो। त्यसपछि हाम्रो कार न्युट्रलमा भयो नभएको चेक गर्ने, ह्यान्ड ब्रेक लागेको छ कि छैन, त्यसपछि गाडीको पुरै क्लच थिच्नु पर्यो र ब्रेकमा पनि खुट्टा हुनु पर्यो। त्यसपछि चाबी ट्विस्ट गरिन्छ। एक राउन्डमा हाम्रो गाडी अनलक हुन्छ। त्यसपछि ड्यासबोर्डमा लाइट आउँछ दोस्रो र तेस्रोमा गाडी स्टार्ट हुन्छ। गाडी स्टार्ट भइसकेपछि गियर हाल्नुभन्दा पहिले गाडीको लिभरलाई पुरै 90 डिग्री लेफ्ट ह्यान्डमा लगेर माथिल्लोपट्टि लगिन्छ। त्यसपछि ह्यान्ड ब्रेकलाई रिलिज गर्नु पर्दाखेरि पहिले ह्यान्ड ब्रेकलाई हल्का माथि ल्याई बटन थिची आनन्दसँग छोडिन्छ। त्यसपछि हाम्रो क्लचलाई बिस्तारो छोडेर भाइब्रेसन पत्ता लगाइन्छ। देखिहाल्नु गाडीको भाइब्रेसन मोड यानि कि बाइटिङ मोड
जब गाडीले घटघट घटघट गर्न सुरु गर्छ त्यसपछि ब्रेकलाई हल्कासँग रिलिज गरेर गाडीलाई मुभ गर्न सुरु गरिन्छ। यसको लागि हामीले क्लच एकैचोटि छोड्ने होइन, सेम बाइटिङ मोडमा हल्का 1-2 सेकेन्ड राखेर त्यसमा हल्का छोडेपछि गाडी अगाडि बढ्न सुरु गर्छ। जब गाडी अगाडि बढ्न सुरु गर्छ त्यसपछि रोक्नको लागि पुरै क्लच दबाएर हल्का रूपमा ब्रेकलाई थिच्नु पर्दछ र फाइनली गाडी स्टप भइसकेको छ। र गाडीलाई पार्किङ गर्नुभन्दा पहिले गाडीको गियर लिभरलाई हल्का तल ल्याई अगाडि पछाडि गर्दाखेरि गाडीको लिभर हल्का प्ले हुनुपर्छ। त्यसपछि ह्यान्ड ब्रेकलाई मास्तिर तान्नुपर्छ र गाडीको इग्निसनलाई अफ गर्नुपर्छ। आजको कोर्समा तपाईँले के कति बुझ्नुभयो भन्ने कुराहरूलाई नै ठुलो कुरो हुनेछ र आजकै कुरालाई मध्यनजर गरी प्रत्येक दिन हामी यसै कुरालाई बेस बनाई बाँकी फर्दर कुराहरू सिक्नेछौँ। आज तपाईँले करिब करिब मोटामोटी रूपमा गाडीलाई भाइब्रेसन मोडमा कसरी ल्याउने र हगलका अगाडि कसरी बढाउने र ब्रेक थिच्दा के गर्ने भन्ने कुरा सैद्धान्तिक र हल्का रूपमा प्र्याक्टिकल सिक्नुभयो भने अब भोलि यसै कुरालाई मध्यनजर गरी यसै कुरालाई बेस बनाएर हामी लेफ्ट टर्न र राइट टर्न कसरी गर्ने भन्ने कुरालाई नै सिक्नेछौँ। आजको लागि यति नै। यदि तपाईँहरूलाई यस कुरामा कुनै जिज्ञासा छ भने यसमा कमेन्ट र लाइक गर्न सक्नुहुन्छ र तपाईँको कुनै पनि कमेन्ट छ भने त्यसको उत्तर दिने भरसक म प्रयास गर्दछु। आजको लागि यति नै। थ्याङ्क यू, बाई बाई।